सम्भवत एसियाकै सबभन्दा लामो गुफाहरूमध्ये एक मानिएको पाताल भूमेश्वर गुफाभित्र आज जाँदैछौँ केवल प्रयोगात्मक हिसाबका लागि मात्र। यसलाई अन्यथा नलिनुहोला। नमस्ते छ सम्पूर्णमा। पाताल भूमेश्वरको भित्री गुफातर्फ अहिले हामी गइरहेका छौँ। सुरुवातमा छौँ अहिले हामी पाताल भूमेश्वरको गुफाको भित्रपट्टि है। म फ्ल्यास बालेको छु, माथिपट्ट पुरै बन्द छ, हेर्नुहोस् है। अब यहाँबाट म अगाडि गइरहेको छु। तल चाहिँ यस्तो छ, पानी पनि बग्थ्यो होला कुनै जमानामा, तर अहिले चाहिँ खाली छ। गुफा चाहिँ एकदमै खुल्ला त छैन, हाँगुरो छ, तर चारैतिरबाट ढुङ्गै ढुङ्गाले छ है। हेरौँ, म मेरो हात देख्नुभयो, मैले फ्ल्यास बालेको छु है। हेर्दाखेरि मलाई लाग्छ बिना उज्यालो चाहिँ यहाँ जान सम्भव छैन। एकदमै चिप्लो सतह जस्तो देखिरहेको छु म। र यहाँ एउटा सिंगल मान्छेलाई भने निकै डर लाग्ने अवस्था रहिएको छ। अचानक अगाडिबाट कुनै जनावर त आउन सक्दैन, तर पनि अब फेरि दैवीय शक्तिको पनि ठाउँ हो, हामीले जे पायो त्यो पनि बोल्नु हुँदैन। लगभग दक्षिण एसियाकै सबभन्दा लामो गुफा मानिएको क्षेत्र मान्छन् यसलाई है, मेरो विचारमा। र यहाँ भोलेनाथको ठाउँ हो, यो पवित्र भूमि हो। यहाँ भेटी पनि चढाइएको छ, भोले बाबाको त्रिशूल पनि राखिएको छ। र यहाँबाट पनि हामी पूजापाठ गरेर यहाँबाट अगाडि बढौँ। हेर्दै थिए अन्दाजन हामी 200 मिटर गुफाभित्र आइसकेका छौँ। र जसो जसो गुफाभित्र जाँदैछ एकदमै ओ माई गड, एकपल्ट म देखाउन चाहन्छु है हजुरहरूलाई। यो गुफा धेरै खुल्ला रहेछ। जहाँसम्म मेरो उज्यालो गइरहेछ माथि पुरै ढुङ्गै ढुङ्गा छ, धेरै हाइटमा छ यो गुफा। एकदमै अनेकौं कलाकृतिहरू जस्तै नेचरले एकदमै यहाँ गिफ्ट। ओ माई गड, ल हेरौँ त। मेरो फ्ल्यासले धेरै अब उज्यालो दिँदैन होला, ठुलो टर्च भएको भएमा राम्रोसँग देखाइदिन्थे। यो गुफा कसरी बन्यो होला त? एकदमै बृहस्पति ग्रह जस्ता भनौँ न कलरहरू है, क्लाउडको जस्तो यो चट्टानको सतह बनेको छ। र म जसो जसो अगाडि जाँदैछु आवाज पनि अर्कै तरिकाले आउँदैछ है। फेरि त्यस्तै अब तलको सतह पनि ढुङ्गै ढुङ्गामा छ। ल म आरामले देखाउन चाहन्छु, म कुनै हताश छैन। एकदमै शान्त मन लिएर म भित्र पसेको थिएँ र एकदमै हाइट छ यो गुफाको। र मैले सुने अनुसार कसैले पनि यो गुफाको आरपार चाहिँ जान सकेको छैन। यो गुफा कुन ठाउँमा खुल्छ, कहाँ जान्छ, केही पनि पत्ता लगाउन सकेको छैन। एक गुफा यहाँ गइरहेको छ हेरौँ, र एक गुफा तल छ। र यहाँबाट अगाडि जानका लागि चाहिँ कुन बाटो प्रयोग गर्न उपयुक्त होला यो पनि मलाई सायद लाग्दैन कि कुनै बाटो म थाम्न सक्छु। र यस्तो दोभान ठाउँमा म एउटा सल्लाह दिन चाहे, कहिले पनि एक्लो यो गुफामा कहिले पनि नआउनु होला, टिममा पनि नआउनु होला। किनकि यस्तै गुफामा हो मान्छे भट्किने। विगतमा पनि यो गुफामा धेरैजना भट्किएका भन्ने पनि हामीले सुनेका छौँ। जसो जसो म अगाडि जान्छु अल्लि सास फेर्न चाहिँ अल्लि है, अल्लि बढी होइन, अलिअलि फरक परिरहेछ। र कहिलेकाहीँ गुफाको हाइट भनेको पनि यस्तो छ है, धेरै कम छ, तर मान्छे मजासित जान सक्छ। मलाई लाग्छ यो केही न केही दैवीय शक्ति, केही न केही प्रकारले यो गुफा बनेको हुनुपर्छ भन्ने मलाई लाग्छ, मेरो अनुमान हो। र व्यक्तिगत नसुनेका कथनहरू म यो पवित्र धार्मिक स्थलमा हेरेर म भन्ने छैन है। जहिले पनि यो गुफामा सकभर नआउनु होला, आएपछि भने कहिले पनि जुत्ता चप्पल लिएर नआउनु होला, र सायद लगभग भोकै बसेर आउनु होला। मलाई लाग्छ यहाँ योबाट तल एकदमै डेन्जर ठाउँ जस्तो लाग्छ, र म यो बाटो बदलेर माथिल्लो बाटोबाट जाने प्रयास गरिरहेको छु। मेरो विचारमा अब मसँग नाप्ने, हाइट नाप्ने यन्त्र त छैन। यो गुफाको मेरो विचारमा हाइट अन्दाजन 20 मिटरभन्दा पनि बढी हाइट रहेको छ। जहाँसम्म मेरो फ्ल्यास पुगिरहेको छ त्यहाँसम्म पनि हाइट छ यसको भने म त झन् गुफाको आधामा आएको छु। हेर है, मभन्दा तल पनि त्यहाँबाट 0 पोइन्टबाट नाप्ने हो भने माथि यसको छतमा देखिरहेको छैन, मेरो फ्ल्यासले देख्न सकिरहेको छैन। तर यति हाइट, यति ठुलो गुफा छ। तर यसभित्र बनेका कलाकृतिहरूले अलिकति मलाई डराएको छ है। बाँकी मलाई अन्य केही डर लागेन, यस्ता कलाकृतिहरूले मलाई अलिकति डराउनमा बाध्य गरेको छ। यो झन्झन बढ्दै गएका छन् यस्ता कलाकृतिहरू। र यहाँ मान्छेको आवाज पनि अलिकति ठोक्किएर आउने रहेछ। एकदमै मलाई लाग्छ यो ठाउँ भनेको अब ढुङ्गाहरूले बन्द भएको ठाउँ हुँदाखेरि, हावा कम चल्ने हुँदाखेरि यस्तो भएको हुने मैले अनुमान गरेको छु। तर म यो गुफामा योभन्दा अगाडि चाहिँ जान सक्दैन। एउटा सचेत नागरिक भएर मैले चाहिँ यस्तो है कठिन कार्य गर्नु हुँदैन। जहाँसम्म मेरो अवस्थाले भ्याउँथ्यो म गएँ, र मैले देख्दाखेरि यहाँ त गुफाहरूका एकदमै अन्य सहायक गुफाहरू पनि म देखिरहेको छु है। मुख्य गुफा यो हो, यहाँबाट म आएको थिएँ हिँडेर। केही अगाडि गए त मलाई अलिकति एकदमै अँध्यारो, फ्ल्यासले पनि राम्रो नदेखिने जस्तो पनि बाटो आयो मलाई। र यो ठाउँमा म माथि जान छु भने एकदमै हाइट छ है, माथि धेरै कैयौँ मिटर उचाइसम्म म देख्न सकिरहेको छु। र यस्तो ठाउँमा सकभर कहिले पनि नआउनु होला। एक त यो धार्मिक स्थल हो, यहाँ जे पायो त्यो पनि बोल्नु हुँदैन। धेरै अब चोखो भोको रहेर आउनुपर्ने अब
होइन। यो अब शिवको पवित्र भूमि हो, पाताल भूमेश्वर, सुदूर बैतडी जिल्लाको सुर्नेक गाउँपालिका वडा नम्बर 2 मा पर्छ मेरो विचारमा। र यस्तो पवित्र भूमिमा हामीले जे पायो त्यही अनाप शनाप पनि बोल्नु हुँदैन र आउँदाखेरि पनि ज्यान मालको पनि यहाँ डर छ यो भित्र है। कहिले भट्कियो भने त यो ठाउँमा गयो मान्छे, यस्तो अवस्था छ यहाँ। र कलाकृति माय गॉड, ओ माय गॉड, यसलाई आरामले हेरौँ त है। एकपल्ट म यस्तो गरेर हेर्छु भने एकदमै बुट्टा भएका देखिन्छन् है ढुङ्गामा। वाह, सत्ययुगदेखिको गुफा हुनुपर्छ है यो। यति बेहतर बनाएको छ यसलाई ढुङ्गाहरूले, एकदमै कलाकृति दिएको छ। एकदमै डरलाग्दा ठाउँ पनि छैन है यो गुफाभित्र।